चिसो पानी कसले छिटो खान्छ है कता मरेको छ आउनु छोडे त उसको मिठो छ नि फर्स्टचोटि सारा चाउमिन खायौँ यहाँ भन्ने यहाँ मिठो भएन क्या गेडागुडी पनि थिएन क्या सिद्धि हो ठ्याक्कै म त सादै मनपर्छ कि मासुमै मनपर्छ अन्डामा खाँदिनँ म पनि मासुमा बेस्ट होइन मिठो हुन्छ अनि सादा पनि मिठो हुन्छ मलाई पनि अन्डामा मन पर्दैन त्यही भएर सादा म त नखाने खानु खानु खान्छु जाने बित्तिकै काम त बनिएछ भयो सजिलो भयो बनिन्छ जाने बित्तिकैमा कमर दुःख भन्दैछ होइन त्यति भए पनि गयो नागरिकता मात्रै भएको भए त अघि 3 बजीतिर आइपुग्थ्यो होइन त्यो परिचय उसको लागि चाहिँ धेरै बेर परिचय ए आकाश भाइ चिसो खाने होइन आउनु हजुर आज चाउमिनमा यसमा के गर्नु च्यालेन्ज अरे क्या च्यालेन्ज गर्नु सर्केला धरानमा भोकले सुन्तला बेचेर थुक्पा खान्थे अरे सरकार नाकबाट यत्रो मुठो थुक्पा निकालेर घरै मरिरहेको अरे अब नाकले तानेर मरेछ र कस्तो भन्छ कहिले काहीँ त सजिलो भयो त म त झन् मिल्नु भनौँ ती बसिरहन्छ च्यालेन्ज गर्न थाल्यो त्यसमा गेडागुडी सर्री भएको पनि हुन्छ एघार बजीसम्म त हामी यहीँ बेलुकामा थियौँ ए गोरा भात नखाइ गएर अनि कहाँ खानु गयो जाइगेटमै किन खाइ तर त सचिवले त्यो जनप्रमाणित चाहिँ अहिले अनलाइन उसको ल्याइदिन्छु भनेर 10 बजी आउँछु भन्दा ठ्याक्कै 10:30 बजी आएर 11 बजी त्यहाँ फोटोकपी सबै गर्दाखेरि 11 बजी ठ्याक्कै अब यहाँ माइलीसँग दोकान हुँदै गर्नु एकछिन त्यहाँ 10-15 मिनटको कामसँग गरेर प्याज काटेर मोडेर माइलीले एकदम तगडा चाउले खडा बनाएको छ अदा आइदियो अदा आएपछि नि अदा आइदियो आँखा पोलो होला नि कान्छी मायाहरूको छैन हो